बिसाउने रहेछ येशू नै चौतारी लै बिसाउने चौतारी तिम्रो र मेरो पापको भारी बिसाउने रहेछ येशू नै चौतारी रोशन मेरो युट्युब च्यानल हेर्छौ हेरेन होला मेरो युट्युब च्यानल 10,000 सब्सक्राइबर भएको थियो यार 10,000 सब्सक्राइबर भएको थियो होइन आज हाम्रो एउटा रोशन भाइको के भन्छ अरे प्रस्तावमा हामी यो के ठाउँ भन्छ अरे आइल्यान्ड भन्ने ठाउँमा हामी आइपुग्यो है कोरङ आइल्यान्डमा हामी अब रातभरि आनी दोले ड्युटी गरेर आनी दोले हामी ल भन्ने फिल भइरहेछ है ओके गाइज ओके तिनजना भयो भने एकदम रमाइलो एकदम हेलो रातभरि ड्युटीले पनि अलि अस्वस्थ छु तै पनि हामी घुम्नलाई एकदम खुसी लाग्यो घुम्नलाई एकदम मन परेको मान्छे हामीले ठाउँ हेर्न तर यो ठाउँ देखेर हामीलाई पोखरा लेक साइडको भिडियो हाल्दै गरेर कोरङ 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 होटल बुक गरेँ ल रोशन एकपल्ट हामी बस्ने रुम चाहिँ यस्तो रहेको छ है फाइनली हामी चाहिँ अहिले एकछिन रेस्ट गर्दैछौँ देखाउनु नै बिहान ब्लुत खाए एल्टा बुझ्यो खाने बेला आँखा दिएन एल्टा बुझ्यो है ल है गाइजहरू है हाम्रो चाहिँ यो कम्बोडिया सियानोक भिलदेखि हामी लगभग बोटमा चाहिँ 45 मिनट 1 घन्टा टाढा आएका छौँ यता कोरङ आइल्यान्ड भन्ने ठाउँमा त्यसमा हाम्रो जीवन गुरुङ हुनुहुन्छ हाम्रो स्याङ्जादेखि अनि हाम्रो दिपेन्द्र छन् मेरो साथी छन् हामी स्याङ्जाको हामी सबै तिनजना स्याङ्जाको छौँ त्यसपछि चाहिँ एकदम रमाइलो भइरहेछ के छ जीवन दाइको गुनासो के छ एउटा दुइटा पोखिहाल्नुहोस् त दाइ गुनासो के छैन भाइ आयो मजाले एकदिन रेस्ट गर्यो दिउँसो गर्मीले गर्दा हामी बाटोको घुम्न सकेन होइन रातभरि ड्युटीको अनिदोले यहाँ आएर हामीले धेरै कुराको अनुभव गऱ्यो एकदम कुराहरू जस्तै हामीले नयाँ कुराहरूको अनुभव गर्न एउटा ठाउँ पाएँ र त्यसपछि यो ठाउँमा आएर हामीले यो होटेलमा चाहिँ सुरुवात हामीले के खायौँ एउटा पिज्जा खायो पिज्जादेखि सुरु भएको हाम्रो पिज्जा खायो पिज्जा सकेपछि हामी एकछिन रेस्ट गर्न रुमतिर गयो र रुममा गयो समथिङ $55 को रुम भनेपछि नेपालको 8-9 हजारको
8 रुम तर एउटा होमस्टे जस्तो घर रहेछ त्यो पनि देखाउँछु है टक्क हामी एकछिन फ्रेस भएर सुतेर उठेपछि हामीले के खायो क्यापेचिनो कफी खायो है कफी पनि राम्रो थियो अनि हामी बर्गर टेस्ट गर्न जाँदैछौँ है अब दिपिन्द्र केही छ भने हाम्रो गुनासो राख है ल हाम्रो बर्गर पनि मिठो छ रमाइलो छ ल त्यसपछि चाहिँ कोरङको चाहिँ नाइट भ्यू पनि हेर्नुहोस् होइन ठ्याक्कै हाम्रो पोखरा लेक साइड भन्दा फरक नपर्ने छ रमाइलो त्यस्तै छ यहाँको इन्भाइरोमेन्ट एकदम बवाल लाग्यो है शान्त वातावरण आनन्द माइन्ड फ्रेस हुने त्यही भएर चाहिँ हामी तिनजना चाहिँ बिदा मिलाएर चाहिँ हामी घुमघामको लागि निस्क्यौँ आज के खाने अब त्यसको लागि चाहिँ एकदम रमाइलो भयो फ्रिजर हाल्यो बनाउँदा नि दिपिन्द्र तिमीले कुन बाटो बनाएको बबाल ल दाइ उता हेर्नु एउटा दुइटा क्लिप दिनुपर्छ ल है टक्क हामी तिनजनाको यात्रा मिठो भयो जे भयो भने एकछिन मुड अफ पनि भयो